आफ्नै ठाउँमा आफ्नै ठाउँमा खानु भनेको कुरा चाहिँ बहुत ठुलो कुरो। तर फेरि अहिले चाहिँ हामी सञ्जीवनी हस्पिटल आइसकेको छौँ होइन, जहाँ चाहिँ हामीले शनि भाइलाई हेर्नुको निम्ति आएको। शनि भाइ छ सर? दीदी 100 रुपया आपको बोला, यहाँ पे रोड में 10 करके 50 हुआ। आजको मौसम भन्नुपर्दा चाहिँ एकदमै गरम छ। यहाँको तापक्रम 37 डिग्री सेल्सियस छ र आजको यस्तो यस्तो गरममा पनि होइन यहाँको मान्छेहरूले काम गरिरहेछ। हेर्नुहोस् अब ढलाइ हेर्नुहोस् न, ढलाइमा यसरी यहाँका अब मानिसहरू यसरी खटिरहेको छन्। हामी सक्दैन रहेछौँ, हामी रुखको फेद अनि हामीलाई शीतल ठाउँ चाहिन्छ, तर यहाँका मान्छेहरूलाई हेर्नुहोस् यसरी खटिरहेछ। उनीहरूलाई के गरम के चिसो हेर्नुहोस् विचारहरू 37-34 डिग्री सेल्सियसमा यसरी काम गरिरहेको छ। र नमस्कार, म प्रणय, तपाईँहरू स्वागत छ मेरो फेसबुक युट्युब च्यानलमा। र फेरि पनि तपाईँहरूलाई म आएको छु अनि आज चाहिँ म भाइलाई भेट्नु जाँदैछु। यो चाहिँ मैले भन्छु मेरो भाइ रहेछ बिरामी, उहाँलाई भेट्नु जाँदैछु। र के कस्तो रहन्छ यो तपाईँलाई देखाउँछु। अहिलेको लागि यो गोर्खे छोरी युट्युब च्यानल हेरेर र म चाहिँ अहिले चाहिँ सैनिकपुरको बाटोबाट तेर्सिँदैछु होइन। जहाँसम्म लाग्छ यहाँ चाहिँ नपाउँदछ गाडी, परदेखि नै टिसिपीदेखि नै गाडी चढाउनु पर्ने रहेछ। र म चाहिँ अहिले जाँदैछु। जे जस्तो होस् होइन, आजको यात्रा कस्तो रहन्छ त्यो विषयमा तपाईँलाई म जानकारी गराउनेछु। अब यहाँ मतिगढा जाएगा क्या? मैं अकेला है। हाँ नहीं है। हाँ रुको, यहाँ चाहिँ के भन्दैछ भन्दैछ मैले सोचेको थिएँ मलाई 200 रुपियाँ गोटा भन्दैछ। अब म पर पुगेर चाहिँ बाइचान्स मैले गाडी पाउँछु त्यहाँबाट हुन्छ मलाई 20 रुपियाँ मात्र रहन्छ नि यहाँबाट। यहाँ चाहिँ यसरी लु कतिवटा यहाँदेखि चाहिँ अब यसरी अब कतिवटा अब मिल्दैन होइन, यहाँनिर यसरी पनि गर्छ कतिवटा। अब मैले यहाँनिर मुभी पर भने म 20 रुपियाँमा पाएको छु, यहाँनिर मलाई 200 रुपियाँ भन्नु कस्तो अब यो कुरा अब समय कुरा हुन्छ है। मलाई ठिकै छ भन्ने चाहिँ नि जे जस्तो होस् आफ्नै ठाउँमा आफ्नै थालमा खानु चाहिँ बेटर हो भन्ने कुरा चाहिँ यो सत्य हो क्या। यसलाई चाहिँ सिलछाप गरेर राख्दा पनि कुनै खेरो जाने छैन मलाई जस्तो चाहिँ लाग्दैछ है। र जे जस्तो होस् आजको लक्ष्यमा तपाईँलाई हेर्दै गर्नु होला है कस्तो कस्तो हुन्छ। यहाँको तापक्रम यति छ 34 डिग्री सेल्सियस छ र पनि यहाँको होइन। म चाहिँ अब टिसिपी टक्कै सकेको छु र अब यहाँबाट चाहिँ म गाडी पक्रिन्छु मतिगढा जाने। टोटो आउँदैछ, आउनु चाहिँ कतिजना होइन रिजर्भ भन्दैछ। मतिगढा फेरि दाम पनि सोध्नु छ नभए यिनीहरू फेरि लुटिहाल्छ। 20 रुपियाँ न मैले टोटो पाइसकेको छु अनि अब म चाहिँ लागेको छु है। म चाहिँ अब लागिसकेको छु मतिगढातिर। अहिले चाहिँ हामी मतिगढाको फाटक आइसकेको छौँ है। र अब यहाँबाट फेरि हामी अब यता कति जानु पऱ्यो नाना? यता होइन यता हो। भयो गरम चाहिँ है, गरम चाहिँ डर लाग्छ त मैले भनिहालेँ।
34 डिग्री सेल्सियस रहेको छ आजको तापक्रम भनेपछि। आज त्यस्तो गरममा पनि मैले काम गर्दैहरूको पनि देखाएँ र अब हामी चाहिँ अब साह्रो पर्दछ पहाडी इलाकाको मान्छेलाई। र अब हामी यहाँबाट जोगमोड जाँदैछौँ भाइलाई भेट्नु। हस्पिटलको नाम त के पो? सञ्जीविनी हस्पिटल जानेछौँ। त्यहाँसम्मको यात्रा गर्नेछौँ। अनि के कस्तो रहेछ भाइलाई तपाईँले प्रार्थना गरिदिनुहोस्, मैले भनिहालेको छु। अनि जे होस् भाइको स्वास्थ्य छिटो चाँडो होस्। अहिले चाहिँ हामी शिवक मोडमा आइसकेको छौँ होइन। अब यहाँदेखि चाहिँ हामी सञ्जीविनी हस्पिटल जानु छ। अहिले धेरै शीतल भएको छ किनकि बादल आकाशमा लागिरहेको छ र त्यस्तो गरम पनि छैन। ठिकैको अहिले चाहिँ गरम भएकोले गर्दा सजिलो हिँड्नु भइरहेको छ। र अब हामी चाहिँ यहाँनिर सञ्जीविनी हस्पिटलतिर जाँदैछौँ। हामी दिले त एक्टिभ गरेर छौ कितना दीजिएगा 50 रुपया यहाँ पे 25 रुपया अंदर है। एक ही दीजिएगा, 2 आदमी बैठा रहे हम फटाफट से चला एक्टिभ दीदी 100 रुपया आपको बोला। यहाँ पे रोड में 10 करके 50 हुआ पे 100। यहाँको मारामारी अनि यहाँको कति अरे 80 रुपियाँमा चाहिँ मानि। अब त्यति थाहा पनि छ नि यहाँदेखि त सञ्जीविनी हस्पिटल कति बाटो भन्ने होइन। त्यो अन्तरमा चाहिँ हामी चाहिँ अब लाटा जस्तो चाहिँ अब जाँदैछौँ। अब किनकि अब यहाँ चाहिँ किनकि अब यहाँ अन्जान छौँ नि त होइन। र यहाँनिर चाहिँ अब कस्तो हुन्छ भन्ने कुराहरू तपाईँलाई थाहा भएको हो होइन। अब हामी अब लड्यौँ या के भयो हामी यहाँनिर सञ्जीविनी हस्पिटल पुगेर थाहा छैन न। अब यहाँबाट हेर्नु सञ्जीविनी हस्पिटल होइन। उहाँले चाहिँ 80 नै होला भन्छ अब होइन। फेरि अहिले चाहिँ हामी सञ्जीविनी हस्पिटल आइसकेको छौँ होइन। जहाँ चाहिँ हामीले शनि भाइलाई हेर्नुको निम्ति आएको। शनि भाइ छैन भने चाहिँ अब हामी बेकार हुन्छ है। तर पनि हामी आइरहेछौँ। यहाँ गएर हेर्नेछौँ, फोन गरेर सोध्नेछौँ। कसरी चिन्नु फोन गर्छ कहाँ छ कसरी एकछिन पहिला यता पनि न बाहिरै छ कि यतैतिर छ कि हेरौँ न। कति बेला थियो यहाँ सञ्जीविनी हस्पिटल चाहिँ कि टेकाइ मात्रै हो पहिला होइन। र चाहिँ फर्किँदैछौँ हामी किनकि भाइलाई बिहानै छुट्टी दिएछन् होइन। बिहान 2:30 छुट्टी भएको छ। अहिले चाहिँ फेरि हामी दिदीभाइ चाहिँ इन्जिटर जे होस् होइन। एउटा के अब भनेको चाहिँ एउटा अनुभव भयो। अनि अब मैले पनि सोध्नुपर्ने थियो भन्ने जस्तो लागेको थियो। तर मलाई घरको मान्छेको इन्फर्म अनुसार चाहिँ 3-4 दिन राख्छ भन्ने कुरा गर्दै थिएँ नि त। त्यो हुँदा चाहिँ मलाई याद थियो 3-4 दिन भन्छ। आज पनि राख्छ, हिजो अस्ति मात्रै मारेको र म अहिले 2 दिन आज पनि राख्छ सोचेको थिएँ। तर होइन छ, आज छुट्टी दिइहालेछ। र चाहिँ हामी झुक्केछौँ। अब इचोकै केही छैन अब र हामी जाँदैछौँ अब होइन। अब चाहिँ यहाँ बाङ्गाले बात मारिदिनु पऱ्यो। बा उसको पापासँग बात भाइलाई भेट्यो नै। अब के भन्नु अब सिधा घर जाने हो, फेरि दोकानै जाने हो है।
र अब जे जस्तो होस् भाइलाई भेटिएन तापनि अब हामी भाइको स्वास्थ्यको एकदमै कामना गर्छौँ भगवान्सँग। तपाईँहरूले पनि प्रार्थना गरिदिनुहोस् होइन, हाम्रो भाइ छिटोभन्दा छिटो निको होस् होइन। अनि यो दबाई खाने झन्झटबाट मुक्त होस्, हामी त्यही भन्न चाहन्छौँ। किनकि मान्छेको शरीर स्वास्थ्य रहँदैन, यो कुरा सत्य हो। तर पनि धेरैभन्दा धेरै दबाई खानु होइन, धेरैभन्दा धेरै शरीरलाई कष्ट हुनु अब त्यो एउटा प्रब्लम हुन्छ। र अहिलेको लागि चाहिँ अब हामी चाहिँ के भन्दाखेरि भाइको लागि स्वास्थ्यको कामना मात्र गर्न सक्छौँ होइन। के होस् होइन नानी, के कसो भनिदियो त? अन्त अहिले चाहिँ हामी फर्किँदैछौँ, जे हो सेट भयौँ होइन, भाइलाई भेट्न पायौँ न। र मिस ओके, केही छैन, हामी फेरि कुनै घरमा गएर भेट्नेछौँ। अहिले चाहिँ म फर्किँदैछु, फर्केर फेरि टिसी पनि आइसकेको छु होइन। हेर्नुहोस् म चाहिँ तेर्सो आएको छु, गाडीबाट उत्रेर टोटोबाट उत्रेर हो हत्तु भयो हिँडेर। र तपाईँहरूलाई के कस्तो लाग्यो मेरो ब्लग्स अनि मेरो विषयहरूमा तपाईँलाई भनिदिने बोलिदिने है। र म यहाँ चाहिँ कतिवटा म भन्छु नि, आफ्नै ठाउँमा खानु भनेको कुरा चाहिँ बहुत ठुलो कुरो। तर के भन्नु अभाग्यवश कतिवटा कारणवश कतिवटा बाध्यताले गर्दा यहाँसम्म आउनु पऱ्यो है। र हाम्रो पहाडी क्षेत्रको वर्तमान राजनीतिको स्थिति बेढङ्गको रहेकोले गर्दाखेरि आजको हाम्रो यहाँको युवाहरू धेरै दुःख पाइरहेको कुरा असत्य छैन। र यसै क्रमको लागि हुँदै गएर भन्दै जाउँला भन्दै म चाहिँ आजको ब्लग्सबाट बिदा लिन चाहन्छ। तपाईँ राम्रो बस्नुहोस्, सुरक्षा बस्नुहोस् भन्ने है म बस्छु, बिदा लिन चाहन्छु। धन्यवाद।